ओए साथी ओए के हो बिस्तारै बिस्तारै अलिअलि त हुनै पर्यो नि कसरी छुट्यो होइन नुन छुट्यो नुन गाइज नुन Day 2 vlog. New day, new vlog. केडा हो साथीले मासु किन्नलाई केडा हो या मासु नपाएर हामी साथीले यहाँ गर्लफ्रेन्डलाई फोन गर्दैछ स्कुल बन्द अलि ततिर ल कहाँ पाउँछ अरे हल्का गाडी पाइन्छ अरे कहाँ हल्का गाडी स्कुल छ नि चतुर्मुखी स्कुल त्योभन्दा हल्का गाडी हो अरे यहाँ शक्तिखोर सबतिर पुग्नु पर्दैन स्कुलनिर भन्दा केटाहरू अब हामी चाहिँ माथि नै पुग्ने अवस्था हामी चाहिँ ट्यागको साथीभाइहरू भाइ चाहिँ बाइक बनाउँदैछ होइन बाइक बनाउँदैछ चट्ट लगाएर ह्यान्डसम अनि त्यो सबैजनाले फेरि सबैजना वेलकम छ मेरो ब्लगमा सिधै अघिले भन्न पाएन होइन अनि म चाहिँ अहिले सिधा कालिका नगरपालिकामा छु शक्तिखोरमा छु गाई चाहिँ अहिले चाहिँ यही नरिसामै चट्ट पारामा भ्लग गर्न सुरु गरेको म पनि आरामै छु हो अब तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला सबैजना लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अरू केही भन्दिनँ सबैजना गर्मीमा नहुन चलिरहेको छ हेर्नु न ल सब नहुन अघि हामी पनि नुहाउन जाँदै हो है डाँडा पाहाडतिर अहिले भेटौँ है साथीहरू अहिले चाहिँ हामी मासु पसलमा मासु पाएँ हामीले चाहिँ फाइनल्ली हामी चाहिँ मासु पाएको छ गाई हामी चाहिँ यहाँ अहिले चाहिँ हामी कहाँ हो थाहा छैन केटाहरू बसिरह पसिना आएर एउटा भएको छ एउटा उता अनि हामी चाहिँ यहीँ हो होइन सिलपाडामा गऱ्यौँ भइरह ल साथीहरू अहिले भेटौँला है अहिले मासु लिएर गएपछि भेट्नुपर्छ साथीहरू हामी चाहिँ अहिले यहाँ बिच बाटोमा आएर बसेको छौँ पत्र हामी यहाँ नआउने कि माथि नआउने भनेर डिसिजन हान्दै हो केटा हो डिसिजन हान्दै हो हामीहरू अनि हामी चाहिँ फाइनल्ली आइसक्यो है साथीहरू ट्र्याकको लगाएर अब के गर्ने हो त्यो सोच्दैछु ठिक छ नि चित्त बुझाइले सबलाई त्यही योभन्दा कति चित्त बुझ्ने हो र अब हामी चाहिँ यहीँ बस्ने डिसिजन भइरह त्यही भएर अब बाइक यता राख न त साथी साथी होइन यता यो गाडी निकाल्नुपर्छ नि त अहिले होइन फेरि त्योभन्दा यता आनन्दले राखिदिने हामी चिनमा बस्दिने कि पानी खानलाई पनि ठाउँ रहेछ हामीले पानी धेरै ल्याएको छ साथीहरू बेकारमा होइन चिल ठाउँ रहेछ हेर लगेर हो पानी यहाँ ठुलो आएको बेला चाहिँ फेरि यहाँबाट भन्नु मिल्दो रहेछ क्या साथीहरू भन्नुपर्दाखेरि यहाँबाट पनि हाम फाल्न मिल्छ है हाम फाल्न मिल्छ गहिरो त छ नि होइन ठिकै हो त ऊ यतिको दामी हो ठुलो पानी आयो भने त दामी हुँदो रहेछ कसको हो तपाईँ मेरो यो हो ए अनि ल साथीहरू अनि हामी चाहिँ यस्तो
ठाउँ चाहिँ यस्तो छ यार अनि हामी चाहिँ यो ल यस्तो त छ अनि सबैजना आइदिनु होला नुहाउनलाई अनि ओए साथी ओए के हो बिस्तारै बिस्तारै अलिअलि त हुनै पर्यो नि यतिको भएन त फेरि केटा जस्तो हुन्छ त फेरि केटा हो मासु पोलेर खानलाई नि बिस्तारै गर हौ साथी टक्कै टक्कै यस्तो छ ठाउँ यहाँ गुफा जस्तो रहेछ केटा हो पानी पर्यो नि चिलमा भित्र गएर बस्न मिल्दो रहेछ ओहो ल अहिले चाहिँ हामी मार्केटमा आइसक्यौँ मैले एकछिनमा भेट्नुपर्छ यसो भिडियो सिडियो बनाएर हालौँला नि यसो भाइब देखाइदिउँ न केटाहरूलाई होइन सिन देखाइदिउँ यसो मेरो पनि ल छड त त्यहाँ यसो होइन केटाहरूलाई मेरो पनि व्यथा सुनाइदिउँ कथा जस्तो होइन सिन देखाएर कस्तो ठिक छैन म देखाइहाल्छु नि केटा म देखाएँ नि देखाएँ नि म हजुर हामीले के गर्नु अनि कहिले एक्लै भइन्छ कहिले साथीभाइ हुन्छ कहिले गर्लफ्रेन्ड हुन्छ चिक्स हुन्छ होइन जो नि हुन्छ केटा हो होइन त्यही हो लाइट पाऊँ न अब चाहिँ पाइदिए बोल्नु हुँदैन होइन अब यो सानो अलिकति दिनुपर्ने हो डाइलग त्यस्तै हो मच्छाले खाइदियो देखेन रहेछ क्या त्यही भएर दामी त ठाउँ आइज केटा अब आइज सबैजना आइज नुहाउनलाई सबैजना एक दिन बक्सर लगाएर नुहाउनुपर्छ गोरेटोमा त्यस्तै हो उयो दाउरा जलाइदिनु न त ठिक्क हुँदो रहेछ ल गोरेटोमा कहाँ पुगिन्छ थाहा छैन तर आफ्नो साथीहरूको लैलोमा आयो नि केटा हो यस्तो ठाउँमा आइपुगिन्छ ट्याक नुहाउन आइन्छ त्यही हो है यस्तै हो अब हामी चाहिँ यहाँ बसिरहेको ल केटा अहिले भेटौँ ल साथीहरू हाम्रो यहाँ सबै कुरा भयो तर यस्तो बेइमानी चिज भयो क्या यहाँ अब हेर केटाहरूले हतारमा त ल्यायो है अब यहाँ मेन कुरा मासु छुट्यो मासु छुट्यो होइन नुन छुट्यो नुन गाइज नुन छुट्यो यार केटाहरू यार यस्तै छ मा कसम यस्तै हो होइन हगनको बेला लगन भने जस्तो लगनको बेला हगन हो कि हगनको बेला लगन हो त्यही हो मुची जे हो त्यही हो अनि हामी चाहिँ यहाँ एक प्याक छ है केटाहरूको लागि हान्ने भयो छ यो एक प्याक हामी दाउरा खोज्नु जाने कि तिमी म दुईजना माथि दुईजना माथि तल जाऊ नुन लिन अनि हामी चाहिँ यहाँ दाउरा खोज्छु ट्याक्क अनि यहाँ नुहाउनुपर्छ अहिले त्यस्तो छ सिन चाहिँ यहाँ हामीलाई यतिको सिनमा बस्नु भयो पुग्छ केटा हो हामीलाई एक दिनको बाइक चाहियो हो चिलमा होइन माथि गयो नि मान्छे यति हुन्छ मा कसम केटा होइन भ्लग बनाउने होला हेर नि केटा हो माछा हेर्ने केटा हो माछा
साथीहरू अहिले चाहिँ हामी यहाँ ट्याग लगाएर कस्तो देख्यो मलाई ट्याग लगाएर अहिले हामी चाहिँ यहाँ दाउरा सडक खोजेर बसेको हामी चाहिँ अब आगो बालिरहेको छौँ हामी चाहिँ वेटिङमा नुनको वेटिङमा यस्तै छ तर कोइला बनाउनु न पहिला होइन कुरा हो कोइला बनाएपछि चाहिँ दामी हुन्छ नि फेरि त्यही भएर कोइला बनाएर टक्क लाएर पारामा त्यहाँबाट फेरि मान्छेहरू गइरहेको केटाहरू जोसुकै होस् बाल भएन हामी चिन्दैनौँ मुझे होइन हामी आफ्नो छेउमा हामीलाई नि बाल दिनु पऱ्यो नि त केटा हो त्यही हो अरू त केही नै होइन यति भन्दै बाई बाई हामी तले बसेको ट्याग लगाएर अब यस्तै हो केटा हो गाईको पारा यस्तै छ जिन्दगी यस्तै छ लौडा छ केटा बाँच्छ अलिकति यस्तो केटा म नि यस्तो ऱ्यापर बन्थ्यो होला होइन तर जिन्दगी बुझिएन सकेन कि नेपाली होइन मलाई यस्तो बोली दिनुभयो भगवान्ले होइन दिन त दियो तर कस्तो बोली दियो थाहा केटाहरू तिमीलाई थाहा कि थाहा होइन मुजी कौन है ये लोग कहाँ से आते हैं यताउति भन्ने के सो ऱ्यापर स्यापर बन्न दिएको भए भाइ मैले देशको लागि केही गर्थेँ होला होइन तर अब गर्दिनँ म अहिले केपी बाले गरिरह गरोस् होइन यसले नुन लिएर आइसक्यो यसले नुन लिएर आएर हामी यहाँ मासु रेडी हुँदैछ हाम्रो धेरै त छैन केटाहरू एक पिस भयो नि खाना चाहिँ ल दाइहरू नै आइपुग्यो पछाडि सबैजना छ के गर्ने बिल्ला भयो कि अरू भन्दा नि है मान्छे आउने रहेछ कि बिल्ला हुने कि तर के हुँदैन केटा अब बाल दिनु हुँदैन डट बाइक लिएर आइदियो डट बाइक स्कुटर लिएर आइदियो ठाउँमा 1 hour later फाइनल्ली केटा हो अहिले चाहिँ म स्प्लेन्डरमा आइपुगिसकेको छु हामी चाहिँ अहिले ट्याक्क कहाँ हो फर्किसक्यो हामी चाहिँ नुहाइधुवाइ गरेर यहाँ टक्क लाएर आमा लुकिङ ग्लास नि बिग्रिखायो केटा हो कता हो साथीको भाइको हो अब बाइक Garfarkadai Hammy. सबैजनालाई अब बाई बाई भन्न चाहन्छु हाम्रो चाहिँ अब यहीँसम्म होला हाम्रो एन्डिङ चाहिँ आजको अनि सबैजनाले माया देखाइदिनु होला है सानो ब्लग कहिले कसो आइरहन्छ सो हामी पनि प्र्याक्टिस गर्दिउँ न ब्लगहरू बनिदिउँ कि भनेर हो धेरै त होइन अब लाइक एन्ड सब्सक्राइब चाहिँ ठोकेर गइदिउँ होला सानोहरू पनि थोरैहरू पनि होइन अन्त यो अनि ल हामी चाहिँ यहाँबाट फर्किन्छौँ केटाहरू अगाडि हिँडिसक्यो हिँड्दै गर केटा हो हामी चाहिँ अब बिस्तारै आइन्छ हामी चाहिँ अब पानी सानी खाएर निस्किने हो
अनि त्यही हो अब हामी यतिकै Thank you so much watching my video. टक्क लगाएर अब जानुपर्छ हामी केटाहरू होइन नियमको पालना त गर्नु पर्यो जस्तो सुकै बाइक जस्तो होइन बाइक अब झर्ने अब ठिकै छ अनि हामी चाहिँ अब यहीँ हो हाम्रो इन्डिङ चाहिँ दामी छ केटाहरू घुम्न हो केटाहरू त केही भन्दिनँ घुम्न आइज अरू चाहिँ केही भन्दिनँ बवाल छ ठाउँ पिसफुल होइन त कस्तो ठाउँ कस्तो दामी थियो नि ठाउँ बवाल थियो कि ठाउँ सबैजना आइदिउँ होला होइन ल हामी चाहिँ यहीँ भन्दै यति भन्दै सबैजना बाई बाई भन्न चाहन्छु माया देखाइदियो सबैजना सबले माया देखाइदियो केटा हो अरू केही होइन बाई बाई